Hello everyone, good morning, namaskar, स्वागत छ हजुरहरूलाई मेरो न्यू डे न्यू ब्लग एन्ड न्यू इयर ह्याप्पी न्यू इयर भन्ने आजको हाम्रो न्यू इयर ब्लग चाहिँ सुरु भइसकेको छ अनि हामीले जानु लागिरहेको छौँ। हामी चाहिँ लोकेसन आइसकेको छौँ है साथीहरू यहाँनिर यो सबजना रेडी भएर हिँड्नु। हजुर ल ल ल लाउडे जस्तै हिँड्नु ल हिँड अगाडि अगाडि। लाग्यौँ है अब हामी चाहिँ लोकेसनतिर साथीहरू। आजको न्यु इयर चाहिँ हाम्रो बिहानी एफसी क्लबसँग जोइन भएको छौँ। के कस्तो हुन्छ हेरौँ। हाम्रो चाहिँ यहाँ पिकनिक टिमहरू आउनुहुँदैछ। ओ माई गड के खतरा देखिँदैछ त। हावा चाहिँ परेन नि बादल चाहिँ हावा भन्दै हल्टरले त अल्टर हुने रहेछ नि त सानो नानीलाई पो जान्छ। ऊ लाग्रो उसले हल्टरै लाग्रो रहेछ त। म ठुलै मान्छे चिसो भइसक्यो म तल भनेर मैले यत्तिकै आएको। म त लुगा लाग्नु थालिसक्यो नाक टालिएर। झन् नुहाएर हिँडेको मान्छे यता त फाल्दैन नि त फाल्दैन। कुदा कुदा भतिज पनि कुदा काका सँगसँगै। मुन्दुम ट्रेल गएको हो मियाङ? तिमी मुन्दुम ट्रेल गएको हो? किन किन हो ल ल ल हिँड हिँड। हिँड 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 न हिँड। सानवीको मामुसँग हिँड त। बोक्ने अरे नि रहर पुरा गरिदिएको। आछु दाउरा बटुल है खोल्छ उयो पनि यता अब जुस खानु जुस अब खै सानवी कहाँ गयो? उनीहरू चाहिँ ट्रेन हाउसतिर गइसकेको छ खै। होटल कता नजाने अरे खै किन पनि किन नमिलेको शान्तिसँग जाऊ बसेर जाऊ भित्र। कति रमाइलो उनीहरूले कस्तो रमाइलो पार्टीवाला गर्दैछ नि त त्यहाँभित्र। अनि जानु न आज वासिङ जोडेको कि फेरि देवभन्दा हेर्दै बसेछ फेरि कसरी घुम्छ भनेर। मेरो छोराले पनि खानु भएछ हौ सबै। पिरो पिरो खानु ज्याकेट लाउनु छ्यातेले यसो फ्रेन्ड हाल्नु पर्ने हुन्छ
जुम गरेर कति पाक्नु बाँकी छ निकालिदिनु हजुर पाक्नु बाँकी छ त निकाल्नु भर्खर नेरा नेरा आउँदै रहेछ मर्दैन अब हुर्किहाल्छ नि त्यो भिडियो गरिरहेको छ क्या अनि आहाहा अहिले त फेरि भिडियो पो राम्रो आउँछ त मेरो त क्यामेरा भन्दा पनि त्यो त के अरे हाम्रो म जोडी भन्दा कडा सुन्दर जोडी चाहिँ म जोडी भन्दा खतरा जोडी चाहिँ हाम्रो यहाँनिर नयाँ वर्षमा आएको छौँ एकदमसँगले चाहिँ यहाँनिर सेता पोल्ने कार्यक्रमहरू भइरहेको छ अनि हामी चाहिँ यत्तिकै छोराछोरी गोठाला गर्दै हिँड्दैछौँ यस्तै छ है जिन्दगी नयाँ वर्ष गयो नि जता गयो नि जे गरे नि छोराछोरी गोठाला चाहिँ नसकिने रहेछ साथीहरू यस्तो छ यी पारा भान्सेहरू हुँदो रहेछ एउटा टिपिदिनु न पाक्छ मारो मारो मारेरै छोड होइन यति जान्छ यहाँ पनि चाहियो नि त कोहीलाई यहाँ बनाऊ कि यता चाहिँ पुरा पकाउनु धमाधम हुनुहुन्छ अब हामी चाहिँ लाग्यौँ फोटो खिच्नु र भिडियो बनाउनुको लागि अलिकति माखलो लोकेसनतिर हेलो कुसुमजी जाउँ 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 साथीहरू जाउँ लेडिज टोली चाहिँ यहाँ जाँदैछौँ है फोटो खिच्नुको लागि यहाँनिर चाहिँ फोटो खिच्ने ठाउँ यस्तो वाला छ अरे त्यही भएर जाँदैछौँ सरी कहिले लोक कि परी हौ तिमी ह्याप्पी न्यू इयर चाहिँ यस्तै हुँदैछ है फोटोसोटो खिच्दै घुम्दै लडीबडी गर्दै अब चाहिँ फोनमा चार्ज पनि सकिन लागिसक्यो के कस्तो भिडियो भन्छ अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला अन्धकारवाला भइरहेको बाजे झनै लडी मरे अब जाम नाच्दै जाम ए चुनरी चुनरी जाम है चुनरी ए मलाई त झनै मारो हातमा यहाँ र न यहाँ यहाँ कहाँ र यहाँ विजय सक्यो त हाम्रो गीत त सक्यो त हाम्रो गीत त अब जति मोटो आयो भने के गर्नु बस्दै यस्तै अलिक रोक्यो भने मात्रै रहेछ यस्तो त माथि जाऊ अलिक माथि जाऊ यो पन्छाइदिउँ न यो गिटार आगा
अनि पुरै पो बस्नुभयो त बस्नु पर्ने के हो सिंगल नम्बर 6 भन्दिनु भइगयो छक्का भन्दिनु नि कजना भयो भाइ बाइक को छ सबैजना गरौँ न जोडी जोडी अनि उही दाइहरुको काटेको छैन भाउजूहरुको को दाइ उही यता संसद गरौँ न दिपेका काटिसक्यो त उता 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 तपाईहरुको ओ सुन्दा काट्यो एउटा सबैले काट्नु सबैले ओ बिराले काट्यो आता आता चिट्टा आता ए हजुर हामीलाई पार्दिनु दर्शक महानुभावहरु टपटप के हो आज 2023 सालको पहिलो दिनको पहिलो हाउजी खेल सुरु हुन गइरहेको छ र आजको पहिलो खेलमा चाहिँ फर्स्ट प्राइज हाम्रो हाउसफुल रहेको छ रु 2500 रुपैयाँ 25 क्विक फाइभमा रहेको छ 500 रुपैयाँ टप लाइनमा रहेको छ 500 मिडल लाइन 500 बटम लाइन 500 र फोर कर्नर 500 रहेको छ र उब्रेको पैसा कोषमा राखिने भएको छ मेरो हाउजी चाहिँ हामी हाउजी खेलिरहेका छौँ हामी चाहिँ हाउजी खेलिरहेका छौँ यो नयाँ वर्षको उपलक्ष्यमा हामीले यो हाउजी टुर्नामेन्ट गरिरहेका छौँ हाउसफुल चाहिँ खासै धेरै छैन Hockey stick number 7 and followed by little pop number 2 7 and 2 72 Starting number 1 and followed by 14 दाइ कसम यहाँ फिक्स है के भएर तपाईहरुको चाहिँ पैसा लिनु केही भन्दा उहाँ पैसा उकासिसक्यो ल आयोजकले झ्याली गरेर चाहिँ प्रकाश राईको टिकट रहेको छ पाण्डे चाहिँ खेल्दैन खालि भुँडी मिलाएको मिलायो गर्छ हुन गइरहेको छ र यो 500 रुपैयाँ दिनको लागि चाहिँ म एमन श्रेष्ठलाई यहाँ
घेलबेल भो मान्दैन मले मान्दैन भित्र उयो मान्छ के गर्नु कस्तो दामी छ बिर्कोमालाको चिनीमा कसरी पस्छ आजको फ्री फायरको पुरस्कार चाहिँ हामीबाट टाढा भइसकेको छ र अब हाम्रो अर्को नम्बर सुरु गर्न गइरहेको छौँ अर्को नम्बर मेरो हातमा परिसकेको छ अर्को नम्बर रहेको छ चाइनाको नम्बर 4 फलोड बाई मेरो चाइनाको नम्बर 4 फलोड बाई अब यो टिकट पनि हुँदैन चाइनाको नम्बर 4 फलोड बाई कसम सबै पर्यो छक्का नम्बर 6 यो नम्बर त साउँदो यस्तो शान्तिलो कोलाई आजको यो टप लाइनको पुरस्कार दिपा प्रधानज्यूले जित्न सफल हुनुभएको छ र यो पुरस्कार वितरण गरिदिनु हुनका लागि मन्सिल इलेक्ट्रोनिक्स प्रोप्राइटर मन्दिर 500 रुपियाँ वितरण गरिदिनु हार्दिक अनुरोध बधाई छ Oh my God! उहाँले प्राप्त गर्नु 500 रुपियाँ भाइ पैसा अब यो 2500 रुपियाँ प्रदान गरिदिनु श्रेष्ठज्यूलाई हार्दिक अनुरोध मेरा 44 र 29 आएको भए पुरा थियो हैन डबल तिरपाल हो नि त मियाङ्रु गरौँ एकछिन बाबा ओके ओके हाम्रो चाहिँ यहाँ धमाधम हुँदैछ है धमाधम नो चिसो हुँदैन सुन्तले किन हुसी लागिरहेछ अहिले त हेर्नु आजको मौसम चाहिँ हाम्रो यस्तो छ के गर्नु र पानी चुनु मात्रै लागेको छ अहिले चाहिँ लगभग 5:30 भइसक्यो यहाँनिर खाने क्रम जारी छ नाच्ने क्रम पनि जारी छ यस्तो छ है हाम्रो पिकनिकको पारा जाडो पानी सिधै गरिन्छ सुरु त मिठा पानी लु है हाम्रो चाहिँ अब आजको पिकनिक कार्यक्रम चाहिँ यही समापन भएको जानकारी गराउँदै हामी अब चाहिँ लाग्नुपर्ने हुन्छ आफ्नो घरतिर पानी पनि पर्नु थाल्यो लु हिँड्दै गर न त्यो जङ्गलसँग
फेरि यस्तो धमाक यस्तो छ मौसम चाहिँ यस्तो छ ओइ मौसम के भएको यस्तो यो न्यु इयरको दिन ह्याप्पी न्यु इयर फेरि यस्तो धमाक यस्तो छ मौसम चाहिँ यस्तो छ ओइ हाम्रो सक्यो पिकनिक 2083 सालको पिकनिक कार्यक्रम सकिसकेको छ ह्याप्पी न्यु इयर भन्दै बाई बाई एभ्रिवान